जेएनजी आन्दोलनपछि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा चौतर्फी उठेपछि दबावमा आएको नेकपा एमाले मङ्सिरमा पार्टीको 11औं राष्ट्रिय महाधिवेशन गर्दैछ। आगामी मङ्सिर 27 देखि 29 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनको तयारी थालिएको छ। महाधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड तय गरिएको छ। एमाले महाधिवेशनमा करिब 2100 जना प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ। महाधिवेशनका लागि प्रतिनिधि चयन कसरी गरिनेछ, प्रतिनिधि छनौट कहिलेसम्म सम्पन्न गर्नुपर्नेछ, आउनुहोस् यस रिपोर्टमा चर्चा गर्दैछौँ। भक्तपुरको गुन्डु स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको एमालेको सचिवालय बैठकले पार्टीको 11औं महाधिवेशनका लागि प्रतिनिधि चयनको मापदण्ड तय गरेको छ, जस अनुसार करिब 2100 जना प्रतिनिधि सहभागी हुनेछन्। उपमहासचिव प्रदीप गेवालीका अनुसार महाधिवेशनका लागि मङ्सिर 13 गते एकै दिन देशैभर प्रतिनिधि चयन गरिनेछ। प्रतिनिधि चयनको मापदण्ड अनुसार केन्द्रीय कमिटिका 354 जना, अनुशासन आयोगबाट 29, केन्द्रीय लेखा आयोगका 30, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषदबाट 25-25 जना प्रतिनिधि हुनेछन्। यस्तै महाधिवेशनका लागि करिब 900 जना प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला कमिटी र प्रदेश कमिटीबाट सहभागी हुनेछन्। विशेष जिल्लाबाट 47, दलितबाट 81, ट्रेड युनियनबाट 49, प्रवासबाट 30, केन्द्रीय विभाग र पार्टीको केन्द्रीय कार्यालयबाट 33 र 23 वटा जनसङ्गठनबाट 127 जना महाधिवेशन प्रतिनिधि हुने पनि जनाइएको छ। उपमहासचिव गेवालीका अनुसार महाधिवेशनका लागि 6,66,330 जना पार्टी सदस्यबाट नै विभिन्न अनुपातमा प्रतिनिधि चयन गरिनेछ। प्रतिनिधि चुनिएको विवरण मङ्सिर 15 गते साँझसम्म पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्न अनुरोध गरिएको छ। मुख्यतः प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन हुनेछ। एउटा निर्वाचन क्षेत्रमा 1200 पार्टी सदस्य बराबर 2 जना खुल्ला, 1 जना महिला र 1 जना 40 वर्ष मुनिका युवा गरेर 4 जना प्रतिनिधि छनौट हुनेछ। त्यसबाहेक हरेक 800 जना सदस्य संख्या बराबर थप 1 जना प्रतिनिधि चयन हुनेछ। यसरी चुनिनेमा महिला हुनेछन्। उपमहासचिव गेवालीले भनेका छन्, महाधिवेशनमा सहभागी हुने प्रतिनिधि 1/3 महिला सुनिश्चित गरिनेछ। यस्तै हरेक 500 जना दलित सदस्य संख्या बराबर 1 जना दलित, आरक्षण क्षेत्रमा ट्रेड युनियनबाट 2 जना, खुल्ला सहित 7 जना प्रतिनिधि चयन हुने पनि उनले जानकारी दिए। यस्तै प्रत्येक जनसङ्गठनबाट 2 जना खुल्ला सहित 5 जना अनिवार्य हुनेछ। महासङ्घको ढाँचामा रहेका जनसङ्गठनबाट 7 जना, हरेक 32 वटा विभागबाट 1-1 जना प्रतिनिधि चयन हुनेछ। प्रदेश कमिटीबाट 3 खुल्ला र 2 महिला गरेर 5 जना प्रतिनिधि हुनेछन्। प्रवासमा प्रत्येक 6 वटा प्रदेश स्तरका कमिटीबाट 5 जनाका दरले प्रतिनिधि छनौट हुनेछन्। उपमहासचिव गेवालीका अनुसार ती प्रतिनिधिमा करिब 5% नबढ्ने गरी आवश्यकता अनुसार पार्टीले प्रतिनिधि मनोनयन गर्नेछ। जेएनजी आन्दोलनपछि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको मुद्दा चौतर्फी उठेपछि दबावमा आएको एमाले 1 वर्ष अगाडि नै महाधिवेशन गर्ने निर्णय लिएको थियो। विधान त 5 वर्षभित्र राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। एमालेको 10औं महाधिवेशन 2078 मङ्सिर 9 मा चितवनमा सम्पन्न भएको थियो। जेएनजी आन्दोलनपछि विकसित परिस्थितिमा उठेको पुनर्गठन र हस्तान्तरणको मुद्दा सम्बोधन हुने गरी अर्ले महाधिवेशन गराउने पक्षमा पुगेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट पुनः चुनिएर अर्को 1 कार्यकाल अध्यक्ष बन्ने चाहना व्यक्त गरेका छन्।